म चाहिँ त्यो बाटो हुँदै जाने त्यहाँबाट सिधा छ र म साथीहरूलाई पनि आउँदैछु यस्तो छ बाटो त्यो चाहिँ मनाङ हो है गाइसहरू मनाङ माथि चाहिँ हिमाल झलाला देखिन्छ यस्तोमा म पनि यसो म चाहिँ यस्तो झरमा यसो लुकेर आउनुपर्छ म चाहिँ साथीहरूलाई ओहो यो चाहिँ कडा ज्याकेट पनि च्यात्छ अहिले फेरि म चाहिँ साथीहरू लिन जाँदैछु यस्तोमा यहाँ पुगेर चाहिँ भिडै भिड छ अनि टक्क लगाएर हिँड्ने भएर चाहिँ यस्तो छ क्या यस्तो पिठको मुनि हिँडिरहेको छ त्यो भएर गाह्रो पनि भएछ यहाँ चाहिँ सबै आइसहरू हो अनि मिलाएर म चाहिँ अब साथीहरूले पनि कन्ट्याक्ट पनि गर्नु पर्यो हो अनि यस्तोमा छिर्नुपर्छ म कसरी छिर्ने भनेर चाहिँ सोचिरहेको छु तर मैले चाहिँ आइडिया लाउँछु कि म यसरी जाने क्या यता नजाने यो माथि जाने अब हेरै गएँ म कसरी यसरी गाइस पुग्नुपर्छ यहाँ साथीहरू लिन जाने हो त्यसको पछाडितिर आउँदैछ भन्छ साथीहरू अब हेरौँ हेलो म चाहिँ अहिले यहाँबाट गएर डाँडामा पुग्नुपर्छ अझै साथीहरू चाहिँ त्यहाँ नआइपुगेको अवस्था छु म चाहिँ टक्क ल्याएर यहाँ छु मैले यहाँबाट मेरो मायालाई धेरै धेरै सम्झेको छु माया तिमी कहाँ छौ बरु यस्तो छ यो कुन यसरी हिँड्नुपर्छ हो यस्तो जरामा हिँड्नुपर्छ त्यो रुखको मुनिमा म चाहिँ यहाँ मुनिबाट हिँड्नुपर्छ त्यो दुइटा छ नि त्यो मुनिबाट छिर्नु है गाइसहरू यसरी छिर्छु म म पुग्न लागिसक्यो है गाइस त्यही डाँडामा हेलो फाइनली म अब म साथीहरू चाहिँ यहाँसम्म लिन आएको अनि ओ साथी यहाँ डाँडामा आउनु हो टक्कैमा यहाँ आइपुग्यो गाइस मेरो साथीहरू मुनि छ अहिले हेलो युक्ताचार साथीहरू र हामी भेट भयो यो डाँडामा ओके थ्याङ्क यू सर फाइनली मैले साथीहरू भेटिसकेँ र साथीहरू त्यो मुनि छन् हाम्रा 4 जना गाइसहरू पर्वत एन्ड भिन्याङ मैला सरहरू त्यहाँ रेस गरेर छ सबैजना आउँदैछन् अनि टक्क लगाएर हामी भेट हुने छ गाइस हेलो गाइस अहिले चाहिँ हामी साथीहरू भेट पायो टक्क मेरो चाहिँ अब गुरुङ बाजु राम्रो छ क्या मेरो फेसबुक के अरे फेसबुकमा होइन कि मेरो होइन उसकोमा के छ आजभोलि मेरो नि फलोवर्स निकै भरेछ सब्सक्राइब फलोवर्स सबै जसलाई चाहिँ म पुग्छु है हाम्रो सर म पुग्छु है हाम्रो सर हाम्रो गेस्ट हुँदैन एकदम रमाइलो हो नि त यो खुट्टा सर्के त्यो नि देखाउनु पर्यो भेरी गुड आइडिया
हामीले चाहिँ होइन यो इन्टरनेटको जमाना मोबाइलको जमाना हामीले आफूसँग भएको काला समेत बोली समेत बेचेर हामीले खानु छ त्यही भएर आज हाम्रो सर एकदम आउँदै हुनुहुन्छ हाम्रो निर्भय पर्वत सर सुनकोशी नदी तारेर यो नौलो नौलो हिँडेको मेरो जति पनि फलोवर्सहरू छ नि मेरो भिडियो जतिजनाले हेर्दै हुनुहुन्छ नि उहाँहरूले चाहिँ मेरो टिकटक चाहिँ एकदम रमाइलोको साथ हेर्दो रहेछ क्या त्यही भएर मलाई भेट्दाखेरि चाहिँ भन्छ क्या ओ वाउ भजुराम कस्तो राम्रो नाच्छ भन्छ क्या अनि यो साथी पनि अब मेरो टिकटकमा आउँछन् मेरो टिकटकमा नाच्छन् त्यही भएर यो साथीलाई पनि चिनेर यसो साथीको मुख पनि हेरेर मलाई फेरि पनि फलो बढाइदिनु हुन म विनम्र अनुरोध गर्दछु गाइजहरू हेलो गाइज हामी यस्तो बाटोमा हो योहरू सबै हुन्छ नि यो त सबै काँडा हो टक्क लगाएर सधैँहरू उपाय लाउनुपर्छ है अब बाटो चाहिँ अब छाना यो मुनिबाट नि छ अब यसो माथिबाट होइन हामीले कहाँबाट सजिलो हुन्छ त्यो सजिलो बाटो खोज्दै हिँड्ने हो है गाइजहरू म चाहिँ ठ्याक्कै आइपुग्यो हामी पुग्ने चाहिँ त्यो कुनामा हो त्यो आइस चढ्ने हो हाम्रो दुईजना सरहरू चाहिँ त्यहाँ आइस चढ्दैछन् र म पनि अब करिब होला करिब 5-10 मिनट बसेर मिलाएर आउँदैछौँ गाइस हामी अब पुग्नु लागिसक्यो हाम्रो सरहरू यहाँ छन् एकजना सर यता एकजना सर यता मुनि हुनुहुन्छ देख्नु हुँदैन बिले गर्दै हुनुहुन्छ तल त एकदम इजी छ क्या अलिकति इन्ट्रेस्टिङ चढे जस्तो देखिन्छ अनि माथिको फेस पो छ त यो ढुङ्गाको मुनि आइपुग्ने है होइन र त्यहाँ सिताएर यहाँ मुनि आइपुग्ने सधैँहरू आउँदैछन् यहाँ टक्क लगाएर दुईजना चाहिँ दुईजना यहाँ आउँदैछन् एउटा चाहिँ साथी माथि छ यहाँ छ हिमाल How was feeling, guys? Pusat साथीले टक्क लगाएर ओ सो ओइ के भयो नमस्ते ब्रदर ठिक छ ओके हामी आइपुग्यो फाइनली यहाँ रोक फिक्सिङ गर्ने ठाउँमा मेरो साथी यहाँ टक्क लगाएर आइपुग्यो